हुँदै हुँदैन, कहिल्यै पनि हुँदैन। यो लेख्यौँ भने सधैँ गलत भयो। के कर्ता यदि एक वचनको छ भने क्रिया पनि एक वचनकै हुनुपर्छ। बुझ्यौ नि? राम्रोसँग यहाँ ध्यान। त्यस्तै रामो पठति हुन सक्छ कि सक्दैन? रामो पठति हुँदैन। किन हुँदैन? किन हुँदैन र किन हुन्छ मलाई भन्नु त ल। रामो पठति किन हुन्छ र किन हुँदैन? रामले पढ्छ। रामो दुईटा रामले पढ्छ हुँदैन, दुईटा रामले पढ्छन् बाक्य भन्छन्। हामीले देख्दाखेरि पनि बोल्दाखेरि पनि दुईटा रामले पढ्छ त हुँदैन, दुईटा रामले पढ्छन्। बहुवचनको क्रिया पनि द्विवचनको क्रिया पनि हुनुपर्छ। कर्ता यदि यिनी सबै कर्ता भए, यिनी सबै के हुन्? कर्ता हुन् है। यहाँ पनि यी के हो? यो सबै कर्ता जो हो, कर्ता प्लस क्रिया। मैले आज तिमीहरूले केवल कर्ता र क्रिया दुईटा मात्र शब्द प्रयोग। जस्तै रामः पठति रामले पढ्छ, रामौ पठतः दुईटा रामले पढ्छन्, रामाः पठन्ति तीनवटा अथवा धेरै रामहरूले पढ्छन्। त्यही चिज अब संस्कृतमा शब्द तिमीहरूलाई हिजो कुरा गरेको थिएँ, तिमीहरूले अलिक जानेको हुँदाखेरि मैले अलिकति सर्टकट गरेँ हिजो। अकार अन्त्यमा हुने शब्दको रूप एउटा याद गऱ्यौँ भने अकार अन्त्यमा हुने अहिले त धेरै हुन्छन् हेर। विभक्ति टोटल विभक्ति मिलाएर त सम्बोधन चाहिँ 8 वटा हुन्छ है। प्रथमा विभक्ति, द्वितीया विभक्ति, तृतीया विभक्ति, चतुर्थी विभक्ति, पञ्चमी विभक्ति, षष्ठी विभक्ति, सप्तमी विभक्ति र सम्बोधन गरेर एउटा विभक्तिमा 3 वटा रूप हुन्छ। प्रथमा विभक्तिमा 3 वटा, एकवचन, द्विवचन, बहुवचन। यसरी गर्दाखेरि एउटा शब्दबाट हामीले 18 कतिवटा शब्द जान्यौँ भन्दा 8 या 24 वटा शब्द जान्न सक्छौँ। एउटा शब्दबाट मात्र एउटा शब्दका 24 वटा रूप फेरि अलग अलग रूपमा हुन्छ है। हामीले अब यसरी ध्यान राम्रोसँग रामः शब्द राममा अ अन्तिममा छ, त्यसो हुँदाखेरि त्यस्ता शब्दलाई अकारान्त शब्द भनिन्छ। के भनिन्छ? रामः अ अन्त्यमा हुने शब्दलाई चाहिँ अकारान्त शब्द भनेर भनिन्छ। अहिले ती 7-8 वटा जो विभक्ति छन् त्यसमा पहिलो विभक्तिको नाम हो, प्रथम विभक्तिको नाम हो कर्ता, दोस्रो विभक्तिको नाम कर्म, तेस्रोको कारण, चौथोको सम्प्रदान, पाँचौँको अपादान, षष्ठीको छठौँ विभक्ति जो हुन्छ त्यसको सम्बन्ध, सप्तमको अधिकरण र अष्टम जो विभक्ति हुन्छ आठौँ विभक्ति हुन्छ त्यसलाई सम्बोधन भनेर भनिन्छ। ती कुराहरू हामीले अगाडि पढ्दै जाँदाखेरि बुझ्छौँ है। मैले अहिले एकैचोटि धेरै गरिनँ किनभने भन्दा हामीहरूको बेस कमजोर छ, बेस सही हुनुपर्छ। अहिले ठुला गर्नको लागि मात्र म जस्तो मैले जति जानेको छु त्यति तिमीले एकैचोटि जान्न सक्ने बनाउन सकेन के समस्या थिएन। हामीहरू त केही पनि नजाने, हामी जिरोबाट सुरु गर्दैछौँ। जिरोबाट सुरु गर्दाखेरि साना साना शब्दहरूबाट वाक्य बनाउन सिक्यौँ भने बल्ल छिटो सिक्छौँ र जति सिक्छौँ त्यो राम्रोसँग तयार पनि गर्नुपर्छ। हामीले यहाँ पढ्यौँ, त्यहाँ पढेर त्यो छोडेर गयौँ। त्यसपछि संस्कृतमा एउटा वाक्य छ, यत् पठितं तत् गुरवे समर्पित। मैले जे पढेँ त्यो गुरुजीलाई समर्पण गरेर गएँ। यहाँबाट कस्तो हुन्छ बच्चाले पढेर यहाँ बस्दै पढेको यसरी हल्लाए केही बचेको छ कि शरीरमा केही छ कि भनेर झारझुर पारेर कहिले पनि नजाने। बरु यताउता भएर बोटबाट पारेर दिमागमा त्यसलाई कपडामा राखेको काम लाग्दैन, दिमागमा राख्न सक्नुपर्छ है। त्यो त्यसको लागि सबैलाई महत्त्वपूर्ण कुरा के भन्दा भन्दाखेरि केही कुरा पढाउँदाखेरि सम्झाउँदाखेरि एकाग्र भएर एकचित्त भएर सुन्नुपर्छ। सुनिसकेपछि नबुझेका कुरा तत्काल सुन्नुपर्छ, त्यसलाई क्लेरिफाई गर्नुपर्छ। राम्रोसँग मैले बुझेको कुरा गलत त बुझेको छैन त्यो कुराहरू पनि एकदम स्पष्ट गर्न सक्नुपर्छ। तर बल्ल पढेर हामीहरूको साथ हामीले पढ्यौँ भने त्यो पढेका कुराहरूमा सार्थकता हुन्छ। अब मैले फेरि रिपिट गरेँ। जस्तै अब यहाँ तिमीहरूले सही र गलत छुट्यो। हिजोकै पाठलाई मैले रिपिट गरिरहेको छु है, किनभने मैले आज नयाँ केही खासै पढाएको छैन। हिजो तिमीले सिक्यौ, त्यसमा चाहिँ कहीँ कति गल्ती त गरेका छैनौ कि छौ, त्यसैलाई मैले रिपिट गर्दैछु। रामः पठति। अब मैले यसरी लेखिदिएँ, मैले रामले पढ्छ एउटा चाहिँ वाक्य रामले पढ्छ है। मैले यसलाई चाहिँ संस्कृतमा अनुवाद गर्न भनेर लगाएँ। संस्कृतमा अनुवाद भनेको ट्रान्सलेट टु संस्कृत, अङ्ग्रेजीमा भन्दा ट्रान्सलेट टु संस्कृत।
संस्कृतमा चाहिँ यसलाई अनुवाद गर भनेर रामले पढ्छ। अब म धेरै जान्ने मान्छे संस्कृत, मैले यसलाई के गर्ने भन्दाखेरि मैले यसो भने रामाः पठतः भनेर लेखेँ। कतिको सही भयो ल भने कसले भन्न सक्छ ल यो सही भयो कि भएन? रामाः पठतः किन भएन? भयो, मैले त भयो भनेर दिन्छु। किन भएन ल भने कसले भन्छ ल? किन मिलेन? रामाः पठतः किन मिलेन? रामाः पनि शब्द हो, पठतः पनि त्यो यहाँ चाहिँ नि यसमा के मिलेन भन्छ भन्दाखेरि रामाः यो बहुवचन भयो, पठतः द्विवचन भयो। बहुवचनको कर्तासँग द्विवचनको क्रिया मिल्दैन। रामाः पठति हुन्छ हुँदैन। रामाः हेर बहुवचन 3 नम्बरकोसँग मिल्छ पठति। रामाः पठतिलाई हेर यही त लेखेको रहेछ नि, कस्ता ध्यान नदिएका तिमीहरू कति बाटो लेखेको हुन्थ्यो ल यही त लेखेको रहेछ नि। रामाः पठन्ति हुन्छ कहिले पनि रामाः पठतः हुँदैन। मैले पनि गल्ती भने रामाः पठन्ति। मैले त यहाँ प्रश्न सोधेको छु रामले पढ्छ, एक वचनको पढ्नेवाला एउटा छ भनेपछि त रामः पठति हुन्छ। रामाः पठति वाक्य बन्छ, सही हुन्छ। तर रामले पढ्छ र रामाः पठन्ति त हुँदैन नि। रामाः त बहुवचन भयो, पठन्ति पनि बहुवचन भयो। मैले प्रश्न के गरेको छु? रामले पढ्छ भनेपछि रामः पठति। अब यही कुरा अब अरू प्रयोग गर्दै जाऊ है। पठ धातु मैले केवल वर्तमान कालको लट लकार भनेर भनिन्छ। 10 वटा लकार हुन्छन्, त्यसमा चाहिँ लिङ लकार 2 किसिमका हुन्छन्, लेट लकार हटाइन्छ। कुल मिलाएर 10 वटै लकार हामीहरूसँग बच्छन् कि हामीले पुरै त्यो व्याकरणमा हामी संस्कृत व्याकरण पढ्दै जान्छौँ। त्यसमा 10 लकार कसरी हुन्छ, कसरी शब्दहरू बन्छन् ती त्यतातिर दिमाग लगाउँदा हामीले त्यता दिमाग नलगाउनु। अहिले वर्तमानमा अहिले मैले कुरा गरिरहेको छु, तिमीहरूले सुनिरहेका छौ, तिमीहरूले चाहिँ केही कुरा